डाइसको यो क्वेसन छ, तपाईले भिडियो पज गरेर यसको एन्सर पत्ता लगाउनुस्। म आज तपाईलाई एकदमै सजिलो ट्रिक भन्छु है। यो 3 वटा अथवा त्योभन्दा बढी फिगर आयो भने के गर्ने भनेर। त्यतिबेला तपाईले के गर्नु भने यस्तो दुईटा फिगर खोज्नुस् जसमा एउटा मात्रै कमन छ। अब यहाँ हेर्नुभयो भने सजिलो हुन्छ त्यसरी है। जस्तो मैले यहाँ कुन दुईटा लिन्छु भन्दाखेरि यहाँ हेर्नु, यो दुईटा लिन्छु। किन भन्दा यहाँ चाहिँ एउटा मात्रै कमन छ, यहाँ अरेन्ज छ, यहाँ पनि अरेन्ज छ। एउटा मात्रै कमन भएको छान्ने कि दुईटा। अनि त्यसबाट के गर्ने त भन्दा वान कमन रुल लगाउने। त्यो भनेको यहाँबाट यसरी क्लकवाइज जाउँ, यहाँबाट यसरी क्लकवाइज जाउँ। के आउँछ त बाटोमा भन्दा अरेन्जबाट पढ्दै जाँदाखेरि अरेन्ज व्हाइट र ग्रीन, व्हाइट ग्रीन। यहाँबाट अरेन्ज रेड र भायोलेट, अरेन्ज रेड भायोलेट हो। यो यसको अपोजिट हो, यो यसको अपोजिट हो। अब यसको बाँकी जे छ कलर त्यो नै यसको अपोजिट हो हैन। जस्तै अब के बाँकी छ, सिल्भर बाँकी छ, सिल्भर। भनेपछि तपाईले सोधेको चाहिँ के छ त भन्दा ग्रीनको अपोजिटमा के हुन्छ भनेर सोधेको छ। अपोजिट टु ग्रीन, ग्रीनको अपोजिटमा के हुन्छ? भी, भायोलेट। भायोलेट हुन्छ तपाईको राइट एन्सर।